हेलो गाइस, नमस्ते। स्वागत छ हजुरहरुलाई मेरो नयाँ ब्लगमा। अनि आज म बनाउन जाँदैछु यो काँचो आमको अचार। अनि यसलाई धोएर सुकाएर राखेको छु। अब यसलाई काट्छु म। अनि काटेर फेरि यसलाई सुकाउँछु अनि त्यसपछि बल्ल अचार हाल्छु। अब यसलाई काट्छु म गाइस। कस्तो छ हेर्नु। काँचो आमको अचार। यसको भित्रको बिच्छी साह्रो भन्छ, साइड साइडबाट निकाल्नु पर्छ, नत्र भने काट्नु सकिँदैन। यसलाई यसरी काटेर अनि अचार हालेर खानुपर्छ गाइस। अब गर्मी दिन सुरु भयो, अचार खानुपर्छ भातसँग। यो टेस्ट हो अचारको। अब गर्मी सिजन आयो गाइस, अचार बनाउनु खानु हजुरहरु पनि। अनि म फुल भिडियो हाल्छु बनाएको। अनि कस्तो लाग्छ कमेन्ट गरेर बताउनु। कसरी हालेको छु, के गरेको छु, कमेन्ट छ न सही छ त्यो पनि बताउनु। काटिसके अब यसलाई सुकाउँछु घाममा 4-5 घण्टाको लागि घाममा सुकाउँछु। अनि त्यसको पछि यसलाई अचार हाल्छु मसला लगाएर। अनि त्यसपछि फेरि सुकाउँछु। 3-4 दिन सुकाएपछि त खाली टाइम भइहाल्छ। हतार हुन्छ के बनाउनु नहुँदै खाइहाल्नु जस्तो हुन्छ नि त। त्यही भएर धेरै सुकाउनु खाँदै गर्नुपर्छ, सुकाउँदै गर्नुपर्छ, दुइटै एकैचोटि। अब सुकाउँछु अनि दुइटा यति नै भयो। सुकेर कति हुन्छ अब यो हेरौँ। अब यसलाई सुकाउन जाने छतमा गाइस। गाइस अब हाम्रो छत आयो हेर्नु। घाम त यस्तो छ कि बाहिर निस्किनु त मन लाग्दैन। दिउँसो यहाँ त यस्तो घाम हुन्छ। छतलाई ब्लक गरेर राख्छ कि सानो नानीहरू छन्। गाइस हेर्नु बाहिर कति गर्मी छ। 2-3 घण्टा सुकायो भने त भइहाल्छ। तर सुकाउने चाहिँ कहाँ निचे राख्नु मैला हुन्छ। कहाँ सुकाउनु यसलाई निचे राख्यो भने गन्दा हुन्छ। जग्गा यहाँ कपडा सुकाएको छ, कहाँ सुकाउने? माथि उसमा राखिदिउँ, झर्दैन होला नि। माथि राख्नु पर्दैन, निचे राख न। यहाँ इँटामा यता यहाँ त्यस्तो राख्दियो। एउटा इँटा माथि राख्नु छिटो सुक्छ नि त नि। डाइरेक्ट घाम आउँछ नि त। ए गाइस यस्तो छ हेर्नु हाम्रो छतको जुगाड। इँटामा चाहिँ सुकाएर अब यो सुक्छ 5-6 घण्टामा। अनि यसको अचार हाल्नुपर्छ गाइस। यति हाम्रो कपडा सुकिरहेछ हिजो धुलाको, अझै धुलाउन बाँकी छ। यति बाथरुममा एक दिन छुट्टी गरेर के गर्नु गाइस। यो हाम्रो छतबाट देख्ने नजाराहरू हेर्नु। यहाँ हेर्नु गाइस, यहाँ पहिला मकै थियो, यिनीहरूले निकालेर अहिले फेरि के लगाउनको लागि यति ठुलो खेती छ। यहाँ सबै गाउँ जस्तै छ हौ यो ठाउँ, गाउँ जस्तै छ पुरै। गाउँ आफ्नै गाउँ जस्तै लाग्छ यो ठाउँमा आउनु बस्नलाई हजुरहरू पनि। यी गाई चाहिँ कबुतर छ हेर्नु। अस्ति मैले बनाएको थिएँ भिडियो। यिनीहरू यहाँ बस्छ नि, घर छ यिनीहरूको। सानो पनि छ, ठुलो पनि छ, सब कुछ छ। यिनीहरूले यहाँ पालेका आफै। यिनीहरूलाई नै बेलुका भयो भने उडाउन जान्छन्, उडाउँछन्। यता यहाँदेखि लिएर यहाँसम्म पुरै कबुतर छ। सबै उसमा कबुतर नै छ। यो अलग्गै बनाएर राखेको छन् यहाँ कबुतरको लागि। बाहिर निस्किन पाउँदैनन्, सबै यस्तो नेट लगाइदिएको छन्। यिनीहरूको लागि यहाँ के राखिदिन्छ नि, चाना साना भिजाएर राखिदिन्छन् कबुतरले खिलाउनको लागि। बच्चाहरू भएपछि घरमा लकै गर्नुपर्छ। नानी केटाकेटाहरू छतमा आइदिन्छन्, बदमासी गर्छन्, लड्छन् तल। त्यही भनेर चाबी सिस्टम छ। गाइस अब आगो उठेर भयो 6 घण्टा भयो सुकाएको। म आगो उठाएर ल्याउँछु।
अब जाम आम प्लस कपडा मेरो कपडा पनि सुकेछ आम पनि सुकेछ एकैभन्दा दुईटा काम भएको छ घाम यस्तो लागेको छ देख्न सक्नुहुन्छ हजुरहरू घामले त आँखै नदेख्न सक्ने जस्तै छ टन्टपुरै घाम लागेको छ झन् त कस्तो घाम लाग्दो रहेछ यहाँ यो तपाईँ समात्नु म कपडा उठाउँछु कपडा धुनुपर्छ हप्तामा एक बार छुट्टी भनेर पनि के गर्नु हाम्रो त छुट्टी छैन सिरी उठा नामा दिनभरिको काम चप्पल लानु पाइँदैन यस्तो छ सिस्टम बादमा निचे राख्नुपर्छ ल गाइस अब नमक र हल्दी हालेर मोल्छु आमको अचारमा धेरै त हाल्दिनँ हल्का हल्का नमक र हल्दी हालेर यसलाई मोलेर अनि अचार बनाउँछु गाइस कस्तो लाग्छ मेरो भिडियो भनिदिनु होला मन पराइदिनु होला लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला आज राखिदिन्छु अनि भोलि यसलाई यसमा मसलाहरू हालेर अचार बनाउँछु त आजको भिडियो यतिसम्म मात्रै हुन्छ अनि म यसमा तेलहरू यसको मसलाहरू हालेको म हजुरहरूलाई नेक्स्ट भिडियोमा देखाउँछु र यसलाई राखिदिन्छु आज रातभरि अनि भोलि बिहान यसलाई म मसलाहरू हालेर तेलहरू हालेर अनि यसलाई अचार बनाउँछु ल गाइस अब भोलिको फेरि अर्को पार्ट आउँछ त्यो पनि हेरिदिनु होला ल गाइस अब अर्को भिडियोमा भेट्नुपर्छ ल बाई